नमस्कार दर्शकहरू, हार्दिक स्वागत छ माउन्टेन संवादको आजको श्रृङ्खलामा। म तेज प्रसाद वाग्ले। दर्शकहरू, विगत लामो समयदेखिको तराई मधेस आन्दोलन र झन्डै 2 हप्ताको भारतीय नाकाबन्दीका कारण देशभरको जनजीवन अत्यन्तै कष्टकर भएको छ। सरकार र आन्दोलनरत पक्ष बीच वार्ताहरू भइरहे पनि त्यो निष्कर्षमा पुग्न सकिरहेको छैन। यसबीचमा नेपाल भारतको बीचको प्रत्येक भन्सार नाकाहरू 24 घण्टा बाधा अवरोध बिना सञ्चालन गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ र त्यो रिट निवेदनमा सुरक्षा परिषदमा समेत यो सूचना गराउनको लागि सर्वोच्चबाट आदेश माग गरिएको छ। आज हामी यो विषय, रिट निवेदनको अर्थ के हो, यसको महत्त्वका विषय र पारवहनसँग जोडिएका विभिन्न अन्तर्राष्ट्रिय कानुनका सन्दर्भ, संविधानका विभिन्न प्रावधानहरू र संविधान संशोधनको सरकारी तयारी र यसको कानुनी जटिलताहरू, यो विषयमा केन्द्रित हुँदैछौँ। हामीसँग संविधानविद डाक्टर चन्द्रकान्त ग्यावली हुनुहुन्छ। स्वागत छ यहाँलाई। धन्यवाद। सुरुमा तपाईँहरूको रिट निवेदनबाटै सुरु गरौँ। हजुर, हुन्छ। यसको अर्थ, यसको महत्त्व के हो? अब रिट निवेदनको महत्त्व के हो भने नेपाली जनता चाहिँ वास्तवमा जति पनि अहिले नयाँ संविधान आएको छ संविधान सभाबाट, त्यो संविधानको कार्यान्वयन भएर लागू होला भन्ने पर्खाइमा बसिरहेको अवस्थामा मधेसवादी आन्दोलन दलहरूको आन्दोलन, थारूवादी आन्दोलन दलहरूको आन्दोलनले गर्दाखेरि एउटा त्यसलाई आधार बनाएर छिमेकी मुलुक भारतले 27वटा नाका जति छन् नेपालमा आउने, ती 27वटा नाका चाहिँ अहिले घोषित रूपमा र अघोषित रूपमा नाकाबन्दी गरेको अवस्था देखिन्छ। यो नाकाबन्दी गरेको कारणले गर्दाखेरि अहिले एलपिजी ग्यासदेखि पेट्रोलियम पदार्थका प्रोडक्टहरू, डिजेल, मट्टीतेल, पेट्रोलहरूदेखि लिएर अक्सिजन र अत्यावश्यक चिजहरू र जति ढुवानी गर्नुपर्ने हो नेपालले खाद्यान्न सामग्रीहरू, त्यो ढुवानी गर्न पाएको अवस्था छैन र यसले गर्दाखेरि नेपाली नागरिकहरूको जीवन चाहिँ अत्यन्त पीडादायी छ र एउटा सम्मानजनक बाँच्न पाउने हक जुन संविधानले प्रत्याभूत गरेको छ त्यो पनि वञ्चित हुनु परेको अवस्था भावनाले हामीले सम्मानित सर्वोच्च अदालतमा यही सरकार त्यस्तो दायित्व हुन्छ सरकारको, जहाँ चाहिँ छिमेकी मुलुकले नाकाबन्दी गर्छ भने उसँग राजनीतिक रूपमा पहल गर्नुपर्ने, राजनीतिक कूटनीतिक प्रयोग गर्नुपर्ने, आर्थिक कूटनीति प्रयोग गरेर पहल गरेर वार्ता र संवाद गर्नुपर्नेमा सरकार उदासीन रहेको। यो उदासीन रहेको कारणले गर्दा जति पनि भारतसँग भएका सन्धि सम्झौताहरू, अन्तर्राष्ट्रिय टिटीहरू, सामुद्रिक कानुनदेखि लिएर धेरै टिटीहरूको उल्लङ्घन हुनु पुगेको छ र हालाकि नेपालकै संविधान अहिले जारी भएको छ, त्यो संविधानका धेरै धाराहरू जुन मौलिक हक पनि उल्लङ्घन हुन पुगेको र इन्डियाको संविधान छ धारा 51, त्यसको पनि एउटा प्रावधान छ छिमेकी मुलुकसँग सम्बन्ध कायम गर्ने भन्ने, त्यो उल्लङ्घन हुन पुग्यो भने। तर तपाईँहरूको रेट निवेदनमा चाहिँ नेपालमा यो तराई मधेसमा जारी आन्दोलन र आन्दोलनरत दलहरूमा मात्र केन्द्रित छैन, यसमा मात्र केन्द्रित होइन। अहिले तराईवादी दलहरू, मधेसवादी दलहरूले जुन आन्दोलन गरिरहेको छ त्यो हिंसात्मक भएको छ, यो शान्तिपूर्ण हुनुपर्छ भन्ने एउटा माग हुन सक्ला। तर त्यो अवस्थामा भन्दा पनि हामी चाहिँ अन्तर्राष्ट्रिय टिटीहरू, सन्धि सम्झौताहरू र नेपालसँग भएका बहुपक्षीय सन्धि सम्झौता, द्विपक्षीय सन्धि सम्झौताहरू, नेपाल सरकारले चाहिँ उसँग भएका सन्धि सम्झौतालाई कार्यान्वयन गर्नको लागि नेपाल सरकारलाई परमादेश जारी गर्न हामी आएका छौँ र 24 घण्टा यो नाकाबन्दी खुला हुनुपर्छ। भारतलाई नाकाबन्दी खुलाउन भनेर हाम्रो सर्वोच्च अदालतले आदेश जारी गर्न सक्दैन? होइन, अदालतले चाहिँ भारतलाई चाहिँ नाकाबन्दीलाई खुला भन्न चाहिँ गर्ने होइन, यो सरकारलाई चाहिँ परमादेश जारी गर्ने, सरकारले पहल गर्नुपर्ने हो। जुनसुकै राष्ट्रको पनि हामी सभरेन कन्ट्री हौँ र इन्डिया पनि सभरेन कन्ट्री हो। त्यस कारणले गर्दाखेरि यो सभरेन कन्ट्रीका चाहिँ आफ्ना चाहिँ युएनका सदस्य राष्ट्र हौँ। युएनका सदस्य राष्ट्र भावनाले यसमा चाहिँ हेर्ने भने नाकाहरूको समाधान के हुन्छ भन्दाखेरि 1965मा हामीहरूले युएनले चाहिँ यो ल्यान्डलक कन्ट्रीहरूको सम्बन्धमा व्यापार तथा पारवहन सन्धि चाहिँ त्यहाँ चाहिँ प्रोटोकल अनुमोदन गरेको थियो। नेपालले पनि त्यसलाई चाहिँ रेटिफाई गरेको छ 1966मा। त्यो रेटिफाई गरिसकेपछि के हुन्छ, तर भारतले चाहिँ यसरी भनेको छैन, घोषित रूपमा उसले नाकाबन्दी लगाएको छैन, कतिपय असुरक्षाका कारणहरू देखाएर अघोषित रूपमा अथवा अप्रत्यक्ष जुन खालको उसको तरिका छ, यसले तपाईँहरूको रेटले त अब त्यति धेरै महत्त्व राख्ला अथवा भन्ने कसरी महत्त्व राख्छन्? मैले 3-4 कुरा गर्छु। एउटा चाहिँ अन्तर्राष्ट्रिय ल्यान्डलक कन्ट्रीहरूको ट्रेड एन्ड ट्रान्जिट टिटी हुन्छ, त्यो नेपालले रेटिफाई गरेको छ। इन्डिया त्यसको चाहिँ पक्ष राष्ट्र होइन, त्योसम्म मैले मान्दछु। तर 1982मा अन्तर्राष्ट्रिय समुद्री कानुन छ, त्यसलाई चाहिँ संयुक्त राष्ट्रसङ्घले त्यो टिटीमा चाहिँ नेपालले पनि रेटिफाई गरेको छ,
इन्डियाले पनि रेटिफाई गरेको छ। त्यसले चाहिँ के भन्छ भन्दाखेरि यदि ल्यान्डलक कन्ट्रीहरू हुन्छ भने त्यो ल्यान्डलक कन्ट्रीको हाइसी भन्ने हुन्छ समुद्री कानुनमा, हाइसीसम्म पुग्न सक्ने एक्सेस कुनै पनि यातायातका साधन प्रयोग गरेर नेपालले तेस्रो मुलुकबाट झिकाउन सक्छ र नेपालले तेस्रो मुलुकमा पठाउन सक्छ र नेपालले चाहिँ इन्डियाका जति पनि छिमेकी मुलुकका चाहिँ जुनसुकै ठाउँबाट पनि उसले चाहिँ व्यापार र व्यवसाय गर्न सक्ने ट्रेडहरू गर्न सक्ने भन्ने चाहिँ त्यहाँ गरेको अवस्था देखिन्छ। त्यसलाई त्यो चाहिँ इन्डिया पनि त्यसको पक्ष राष्ट्र हो, नेपाल पनि पक्ष राष्ट्र हो। त्यो पक्ष राष्ट्र भएको हैसियतले के भन्छ भन्दाखेरि त्यसले धारा 125 तपाईँले ख्याल गर्नुपर्ने कुरा छ। धारा 125ले चाहिँ यदि चाहिँ त्यो ट्रिटी हुन्छ भने समुद्री कानुनको आइसीसम्म पुग्ने ट्रिटी हुन्छ भने त्यो ट्रिटी चाहिँ अनुसार चाहिँ 125ले चाहिँ धारा 125ले यदि इन्डियासँग द्विपक्षीय सम्झौता छ भने त्यतिखेर त्यो द्विपक्षीय सम्झौता निर्वाध रूपमा चाहिँ लागू गर्नुपर्छ भन्ने त्यो व्यवस्था छ। त्यो भनेको यो रेटले चाहिँ सरकारलाई यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नको लागि एउटा खालको दबाब सिर्जना गर्छ र अर्को चाहिँ इन्डियासँग डाइलग गर्नलाई एउटा आधार तय गर्दछ। त्यो आधार तय गर्ने पनि यस्तै इन्टरनेसनल ट्रिटीहरूको जस्तो मैले समुद्री कानुनको भनेको थिएँ त्यहाँ चाहिँ निर्वाध रूपमा चाहिँ कुनै पनि साधन प्रयोग गरेर हाइसीसम्म पुग्न सक्ने एक्सेस इन्डियाका जति पनि सामानहरू किन्न सक्ने र एउटा नाका पनि उसले चाहिँ बन्द गर्न सक्ने अवस्था त्यो ट्रिटीले दिँदैन, इन्डियालाई दिँदैन। त्यो स्थिति एकातर्फ छ भने एउटा केमा सक्छ भन्दाखेरि यदि चाहिँ लागु औषधको ओसार प्रसार छिमेकी मुलुकले गर्यो त्यो ट्रिटीलाई सन्धि राष्ट्रले गर्यो भने या यो बौद्धिक सम्पत्तिको चाहिँ उल्लङ्घन भयो भने त्यतिखेर चाहिँ उसले रोक्न सक्छ। अन्यथा चाहिँ राजनीतिक कारणले जस्तो मधेसवादीको आन्दोलन भयो त्यहाँ सेक्युरिटी थ्रेट हो, पिस भएन भन्ने आधारले चाहिँ एउटा सिओ पनि रोक्न सक्दैन। 27वटा नाका निर्वाध रूपमा खोलिनुपर्छ। त्यो अन्तर्राष्ट्रिय कानुन र द्विपक्षीय सन्धि सम्झौता भएको कारणले गर्दाखेरि इन्डिया यो बाध्यात्मक अवस्थामा छ र त्यो साथसाथै इन्डियाले नेपालसँग द्विपक्षीय सन्धि छ कि छैन त भन्दाखेरि समुद्री कानुन अनुसार हाम्रो द्विपक्षीय सन्धि चाहिँ इन्डियासँग छ। हामी 1965मा जुन ट्रेड एन्ड ट्रान्जिट ट्रिटी गऱ्यौँ तर इन्डियाले चाहिँ त्यसलाई रेटिफाई नगरे पनि हामी चाहिँ इन्डियासँग 1960 भन्दा पहिले नै देखि अहिले 2009 सालसम्म हामीले चाहिँ व्यापार र पारवान सन्धि चाहिँ हामीले रेटिफाई गरेका छौँ र त्यसलाई नवीकरण गर्दै गएका छौँ। र 2009 सालमा त भन्नुहुन्छ भने यही अहिलेका मधेसवादी आन्दोलनकर्ता राजेन्द्र महतोले उहाँले चाहिँ त्यसलाई चाहिँ उहाँ मन्त्री हुँदाखेरि रेटिफाई गर्नुभएको छ, त्यसलाई नवीकरण गर्नुभएको छ। त्यो स्थिति भएपछि यदि चाहिँ त्यो ट्रिटीले त उहाँले एउटा सिओ पनि रोक्न सक्नुहुन्न। त्यो स्थिति एकातर्फ देखिन्छ। त्यो व्यापार सन्धि सम्झौता छ, ट्रान्जिट छ, समुद्री कानुनसँग जोडिन्छ र बौद्धिक सम्पत्ति र यो चाहिँ ऊ सम्पत्ति हो भन्ने होइन। के अरे लागु औषध कारोबार गरौँ भन्ने उहाँलाई आधार छैन। राजनीतिक कारण देखाएर कुनै पनि नाकाहरू रोक्न सकिन्न भन्ने त्यो ट्रिटी छ। एकातर्फ त्यो ट्रिटीहरूको तिमीले कारण गर पालना गर भनेर यो नेपाल सरकारले दबाब दिन सक्छ। त्यो नेपाल सरकारले दबाब दिन सक्छ यो विषयलाई चाहिँ अन्तर्राष्ट्रिय फोरममा उठाउन सक्छ अथवा अन्तर्राष्ट्रिय कानुन विपरीत छ भन्ने कुरा गरिरहँदा अहिलेसम्म हाम्रो सरकारले भारतले नेपालमा नाकाबन्दी नै लगाएको छ भनेर पनि भन्न सकेका छैन। त्यो शब्द समेत प्रयोग गर्न अथवा सरकारमा रहेका दलहरूले पनि त्यो बोल्न सकिरहेको छैनन्। यो अवस्थामा चाहिँ हाम्रो सरकार अथवा हामी त्यसरी प्रस्तुत हुन सक्ने अवस्था छ होइन। अन्तर्राष्ट्रिय ट्रिटी अनुसार पनि प्रस्तुत हुन सक्ने छ र हाम्रो डब्लुटिओको हामी पक्ष राष्ट्र हौँ, इन्डिया पनि पक्ष राष्ट्र हो। डब्लुटिओको पक्ष राष्ट्र भएपछि नेपाल पनि पक्ष राष्ट्र भएको अवस्था र इन्डिया पनि पक्ष राष्ट्र भएको अवस्था भएको हुनाले त्यो अवस्थामा चाहिँ नेपाल सरकारले चाहिँ बाध्यात्मक रूपमा त्यसलाई चाहिँ कानुन गर भन्न सक्छ। त्यो नसक्ने भन्ने होइन। डब्लुटिओको जब सदस्य राष्ट्र हुन्छ भने त्यतिखेर कुनै पनि सामानहरू कुनै सन्धि सम्झौता नगरे पनि द्विपक्षीय सन्धि सम्झौता या बहुपक्षीय सन्धि सम्झौता नगरे पनि अन्तर्राष्ट्रिय ट्रिटी डब्लुटिओको ट्रिटी भयो भने त्यतिखेर कुनै पनि सामान निर्वाध रूपमा हामी तेस्रो मुलुकमा नि पठाउन सक्छौँ, तेस्रो मुलुकलाई झिकाउन सक्छौँ र उही छिमेकी मुलुकबाट पनि झिकाउन सक्छौँ। त्यहाँ कुनै सन्धि सम्झौता गर्न पर्दैन। यो स्थिति पनि त्यहाँ एकातर्फ देखिन्छ भने यदि यसो भयो भने जस्तो एउटा ग्याट ट्रिटी छ। ग्याट ट्रिटीमा चाहिँ एकचोटि कोलम्बियाले पनामालाई चाहिँ नाकाबन्दी गरेको थियो। पनामालाई नाकाबन्दी गर्दाखेरि त्यहाँ आइसिजेसम्म गयो, इन्टरनेसनल कोर्ट अफ जस्टिसमा गइसकेपछि त्यहाँ चाहिँ त्यो गइसके समुद्री कानुनमा उनीहरूले हस्ताक्षर गरेको कारणले र ग्याटलाई चाहिँ हस्ताक्षर गरेको कारणले त्यहाँ के भन्यो भन्दाखेरि कुनै पनि छिमेकी मुलुकले ल्यान्डलक कन्ट्रीलाई एउटा सिओ पनि चाहिँ रोक्न सक्दैन, पिन पनि रोक्न सक्दैन भने यो अन्तर्राष्ट्रिय कानुन भावनाले इन्डिया पनि त्यो चाहिँ बाध्यकारी छ र त्यसलाई बाध्यकारी गराउनलाई अब तपाईँहरूले जुन रेट निवेदन दर्ता गर्नुभएको छ यसबाट जुन तपाईँले अन्तरिम आदेश अथवा परमादेशमा गर्नुभएको छ यदि त्यो सर्वोच्चले त्यो आदेश दियो भने यसबाट के फाइदा हुन्छ? यसबाट के फाइदा हुन्छ भन्दाखेरि सरकारलाई चाहिँ
यी अन्तर्राष्ट्रिय कानुनहरू छन्, तिमीले चाहिँ एउटा पिन पनि चाहिँ तिमीले नरोक, 27वटै नाका चाहिँ खुला गर, घोषित पनि भन्न पाउन, अघोषित पनि भन्न पाउन भन्नलाई चाहिँ सरकारलाई आधार बन्दछ। एउटा आधार हुन्छ, तपाईँहरूले बल प्रयोग गरेर खुलाउनुपर्छ भनेर भन्नुभएको छ। होइन, बल प्रयोग गरेर खुलाउन पनि सक्छ। किन भन्दाखेरि बल प्रयोग गर्ने भन्ने कुरो कुनै सैनिक हतियार लगेर त होइन। यो बल भनेको के भन्दाखेरि एउटा राजनीतिक कुटनीति पहल हुन्छ, राजनीतिक रूपमा पोलिटिकल डिप्लोमेसी हुन्छ, अर्को इकोनोमिक डिप्लोमेसी हुन्छ र इकोनोमिक अन्डरस्ट्यान्डिङ कुराहरू हुन्छन्। त्यो पहल चाहिँ लाई एउटा मोरल आधारहरू ग्राउन्ड हुनसक्छ। त्यस कारण त्यो कारणले चाहिँ सरकारलाई चाहिँ परमादेश जारी गर्यो भने सरकारले के हुनसक्छ भन्दाखेरि इन्डियाको संविधानको धारा 51मा भनेको अहिलेसम्म त्यो बल प्रयोग गर्न नसकेकै कारणले नाकाबन्दी भएको होइन। अहिले बल प्रयोग गर्नुभन्दा पनि डाइलगै भएन, इन्डियासँग घोषित पनि होइन, अघोषित पनि होइन भन्ने जस्तो उनीहरूले भनिरहेका छन् भने यतापट्टि डिफाइन पनि गर्न सकेको छैन, एउटा डाइलग पनि गर्न सकेको अवस्था देखिँदैन। वार्ता संवाद त हुनु पर्थ्यो नि, त्यो पनि हुन सकेन भने हाम्रो सरकारले के भन्नु पर्थ्यो भन्दा तिमीहरूको संविधानमा धारा 51मा छिमेकी मुलुकसँग कुनै सन्धि सम्झौता छ भने त्यो सन्धि सम्झौता चाहिँ एकदमै जस्ट मेन्टेन र अनरेबल सम्मान गर्ने गरी तिमीले चाहिँ लागू गर भन्ने चाहिँ त्यहाँ लेखिएको छ। र इन्डियाले पनि लागू गर्छौँ, कुनै पनि सन्धि सम्झौताहरू हामीले रोक्दैनौँ, लागू गर्छौँ, मेन्टेन गर्छौँ भने त्यो संविधानमा छ। त्यो संविधान अनुसार तिमीले पालना गर भन्न नेपाल सरकारले किन सकेन? त्यो स्थितिका तर्फ देखिन्छ भने त्यो गर्दा गर्दै पनि पालना गरेन भने हाम्रो त सुरक्षा परिषदमा हामीले सूचना दिन सक्थ्यौँ नि। सुरक्षा परिषदबाट चाहिँ हामीले अन्तर्राष्ट्रिय कम्युनिटीहरूको एउटा विश्वास लिन सक्थ्यौँ, त्यो मार्फत पनि डाइलग चलाउन सक्थ्यौँ, तेस्रो पक्ष आर्बिट्रेटरहरू आउन सक्थ्यो होला। त्यो अवस्था पनि हाम्रो अहिलेसम्म भएको अवस्था नि जब भनेको तपाईँहरूको बुझाइ चाहिँ अहिले हाम्रै सरकारको कमजोरी अथवा सरकारले नचाहेका कारणले यो समस्या समाधान भइरहेको छैन अथवा भारतसँग पनि त्यो कूटनैतिक राजनैतिक स्तरमा छलफल हुन नसकिरहेको अवस्था हो र हाम्रै सरकारलाई दबाब दिन आवश्यक छ अझै पनि? होइन, हाम्रै सरकारलाई दबाब दिन आवश्यक छ। किन भन्दाखेरि एउटा निर्वाध रूपमा आइरहेका जति पनि ट्रेड र ट्रिटीहरूलाई उल्लङ्घन भएको अवस्थालाई ठुल्ठुलो हेरेर रहेको अवस्था, उदासीन रहेको अवस्था, वार्ता संवाद नगरेको अवस्था र सरकार स्ट्रङ र स्टेबल गभर्मेन्ट हुन्छ भने यस्ता कानुनहरू ट्रिटीहरूलाई चाहिँ देनेन्द्रले लागू गर भनेर चाहिँ अन्तर्राष्ट्रिय लेभलमा पनि भन्न सक्ने र छिमेक मुलुकसम्म पनि डाइलग गर्न सक्ने सक्षमता सरकारमा हुन्थ्यो। त्यो चाहिँ भएको अवस्था देखिएन। त्यस कारणले चाहिँ नेपालकै कानुनले नेपालको संविधान अहिले आएको छ जुन राष्ट्रको हित, राष्ट्रको सार्वभौमता अखण्डतामा चाहिँ नेपाल सरकारले कायम राख्नुपर्छ भनिसके पछाडि अहिलेको अवस्था हेर्ने भने त पेट्रोलियम पदार्थको जुन आयातमै हामीलाई रोक लगाइएको छ घोषित अघोषित, त्यसले के हुन सक्छ भन्दाखेरि नेपालको जनताका जुन चाहिँ राइट टु लाइफ भनिन्छ, क्वालिटेटिभ राइट टु लाइफ, त्यो सम्मानपूर्वक बाँच्न पाउने हक नै हनन भएको अवस्था दिन्छ, मौलिक हक हनन भएको अवस्था देखिन्छ। त्यो मात्रै होइन, अब त आधारभूत खाद्यान्नदेखि लिएर औषधि खाद्यान्नदेखि लिएर सबै गर्दाखेरि मान्छे चाहिँ अहिले लाइफ एन्ड डेथको प्रश्न पनि उठिसकेको छ। मान्छे हजारौँ मान्छे मर्न पनि सक्ने स्थिति हुनसक्छ। त्यो स्थितिबाट बचाउनु त राज्यको कर्तव्य हो नि, राज्यको दायित्व हो नि, सरकारको दायित्व हो नि। त्यस कारणले अहिले सरकार एकदमै कमजोर सरकार भएको देखियो, स्ट्रङ र स्टेबल र एकाउन्टेबल सरकार भएन, जनताप्रति जवाफदेही सरकार नभएको कारणले जनताप्रति जवाफदेही, राष्ट्रप्रति जवाफदेही र अन्तर्राष्ट्रिय क्षेत्रमा तिमीले चाहिँ स्ट्रङ गभर्मेन्टको रूपमा तिमीले देखाऊ भनेर चाहिँ एउटा आधार तयार गर्नलाई हामी परमादेशको माग गरेका छौँ। अहिले इन्टिम अर्डर चाहिँ जारी गर्नलाई के भनेको छ भन्दा यही अवस्थामा यही नेसनभित्र पनि कालोबजारी हुनसक्छ, भएका सामानहरू स्टक भएकालाई चाहिँ जनतालाई वितरण नहुन सक्छ, धेरै चाहिँ गभर्मेन्टका एजेन्सीहरूले लुकाउन सक्छन्, अक्सिजन लगायत चाहिँ जति पनि पेट्रोलियम प्रोडक्टहरू यहाँ नेपालमा स्टक हुँदै पनि चिनीदेखि लिएर अब दसैँ आइरहेको छ, त्यो अवस्था पनि रोकिन सक्छ। त्यस कारणले तुरुन्तै स्टे अर्डर जारी गरेर नेपालका जति पनि मन्त्रालयहरू, मन्त्री परिषददेखि लिएर सबलाई चाहिँ तिमीले यो देनेन्देर नै यो कालोबजारी रोक र यो निवेदनको टुङ्गो नलादासम्म र डाइलग गरेर वार्ता भएर निर्वाध रूपमा नाका नखुल्दासम्म नेपालमा भएका चिजहरूलाई कालोबजारी रोकेर महँगीबाट तिमीले बचाऊ भन्ने पनि हाम्रो स्टे अर्डरको माग हो। अब सर्वोच्चबाट त्यस्तो स्टे अर्डर आयो भने पनि विगतमा भएको अभ्यास अथवा त्यसले चाहिँ यो विषयमा चाहिँ केही राहत होला भन्ने अपेक्षा गर्न सकिन्छ? होइन, राहत हुने धेरै ठुलो अपेक्षा गर्न सकिन्छ। अहिले तपाईँ चाहिँ एक लिटर पेट्रोललाई तपाईँले 500 रुपियाँ तिरेर किन्नु भएको छ। धेरै जनताले त्यसरी प्रताडित भयो। डिजेललाई चाहिँ कति ठाउँमा त 1000 रुपियाँ पनि परेको अवस्था देखिन्छ भनिन्छ। तपाईँ अक्सिजन लगायतका अक्सिजन तपाईँ ग्यासलाई चाहिँ अहिले हेर्ने 7000 8000 पर्नेछ। अहिले भएको स्टक त निर्वाध रूपमा वितरण गर्न सक्छ नि, सरकारका एजेन्सी छन् नि, उद्योग वाणिज्य व्यापार मन्त्रालयहरू छन्, त्यसका निकायहरू छन्, विभागहरू छन्, गृह मन्त्रालय छ, सारा गृह मन्त्रालयका प्रमुख जिल्ला अधिकारीहरू हुनुहुन्छ, उहाँलाई परिचालन गर्न सक्नुहुन्छ। र एक पैसा पनि अहिले भएको स्टक जुन मूल्यमा किनेर आएको थियो त्यो मूल्यमै खुवाउनु पर्यो नि नेपाली जनतालाई। त्यो त राइट टु लाइफ नेपाली जनताको राइट हो, त्यो जीवन पद्धति हो। त्यस कारणले गर्दा त्यो गर्नलाई अहिले स्टे अर्डर जारी भयो भने सरकार जवाफदेही बन्छ। र
अघि यहाँले जुन त्यो पारवहनसँग जोडिएका विभिन्न कानुनहरूको कुरा गरेर यो विषयलाई चाहिँ अन्तर्राष्ट्रियकरण गर्ने अथवा अन्तर्राष्ट्रिय अदालतसम्म जाने विषय गर्नुभयो। त्यसको लागि चाहिँ हामी कसरी जान सक्छौँ अन्तर्राष्ट्रिय अदालतसम्म? पहिलो त मैले के लाग्छ नेपालको संविधान र इन्डियाको संविधान अहिले त छिमेकी मुलुकसँग छ नि, नेपाल र संविधानको धारा 5 त्यो चाहिँ आवश्यक हुन्छ र अर्को चाहिँ धारा 5 ले नेपालको सार्वभौमता अखण्डता र नेपालको हित द्विपक्षीय हितकोलाई चाहिँ नेपाल सरकारले त्यसलाई मेन्टेन गर्छ भन्ने छ। इन्डियाको धारा 51 बमोजिम छिमेकी मुलुकसँग उसले चाहिँ पिस र सेक्युरिटीको व्यवस्था गर्ने, प्रमोसन प्रोटेक्सन गर्ने र आफ्नो द्विपक्षीय बहुपक्षीय सन्धि सम्झौतालाई लागू गर्ने र निर्वाध रूपमा चाहिँ कार्यान्वयन गर्ने भन्ने उसलेको संविधानमा हुन्छ। यी दुईटै संविधानलाई दुवै सरकारले पालना गर्नुपर्छ भन्ने मान्यतामा दुवै पक्षीय सरकार दायित्व बोध गर्नुपर्ने हुन्छ। दायित्व बोध गर्न डाइलग गर्नुपर्छ, डाइलग गर्दा पनि उसले मानेन भने हामी चाहिँ युएनका सदस्य राष्ट्र हौँ, इन्डिया पनि युएनको सदस्य राष्ट्र हो र युएनको सदस्य राष्ट्र हुनाले युएनको डिक्लेरेसन 1948 को धारा 7 मा जुनसुकै सदस्य राष्ट्रहरू चाहिँ इक्वल प्रोटेक्सन अफ ल, इक्वल व्यू अफ ल भन्ने छ, त्यसमा दुवैले चाहिँ पालना गर्नुपर्छ। दुवै राष्ट्रहरू समान छन्, अर्थात् सिकागो कन्भेन्सन हामीले पारित गरेका छौँ। सिकागो कन्भेन्सनले छिमेकी मुलुकहरू जति पनि युएनका सदस्य राष्ट्र छन् भने एउटा भाइचाराको नाता अपनाउनुपर्छ, भाइचाराको नीति अपनाउनुपर्छ, राइट टु इक्वालिटी हुनुपर्छ। ठुलो राष्ट्र होस् सानो राष्ट्र हुन् सबै बराबर हुन् भन्ने नीति भावनाले त्यो गरेन भने अन्तर्राष्ट्रिय सुरक्षा परिषदमा युएनको सुरक्षा परिषदमा हामीले सूचना गर्छौँ। सुरक्षा परिषदले चाहिँ उसँग डाइलग गरेर यो नगर भन्न सक्ने दबाब त्यहाँ आउन सक्छ। र अर्कोतर्फ त्यो पनि भएन भने हामी इन्टरनेसनल कोर्ट अफ जस्टिसमा जान सक्छौँ। इन्टरनेसनल कोर्ट अफ जस्टिसमा नेपाल सरकारबाट इन्डियन सरकारबाट त्यो पालना भएन भने नेपालकै नागरिकहरूबाट पनि इन्टरनेसनल कोर्टमा नेपाल सरकार पनि जान सक्ने ठाउँ हुन्छ। जस्तो चाहिँ मैले अहिले भने तपाईँले जुन 3वटा विकल्पहरू प्रस्तुत गर्नुभयो, सुरुमा चाहिँ हामीले भारतसँगै राजनैतिक कूटनैतिक लेभलमा छलफल मार्फत यो समस्या समाधान गर्ने पहिलो विकल्प, त्यसपछि भएन भने राष्ट्रसङ्घ त्यहाँ सुरक्षा परिषदमा आवेदन गर्ने दोस्रो, र त्यसपछि पनि समस्या समाधान भएन भने मात्रै हामी आइसिजेमा जान सक्छौँ। आइसिजे जान सक्छौँ। र नेपाल र भारत वास्तवमा 1966 भन्दा पहिलेदेखि नै असल मित्र हुन्। नेहरूको पालामा पनि त्यहाँ त्यतिखेर चाहिँ माउन्टेन एरियासम्म चाहिँ हाम्रो पिस सेक्युरिटी हुनुपर्छ भन्दाखेरि होइन हाम्रो त यतिसम्म चाहिँ हाम्रो सीमा रेखा छ त्यहाँसम्म जाने होइन भनेर त्यहाँ कन्फ्लिक्ट भएको थियो। र मोरारजी देसाई जुन जनता दलको प्राइम मिनिस्टर हुनुहुन्थ्यो त्यतिखेर 1971 मा यो पारवान र ट्रिटी स्टेट सन्धिहरू गरिएको अवस्था थियो। त्यहाँ चाहिँ निर्वाध रूपमा गरिसकेपछि पछि नवीकरण आउँदाखेरि पनि कहिलेकाहीँ 45 सालमा आएर जब भूकम्प गयो तब चाहिँ इन्डियाले पारवान र ट्रान्जिट ट्रिटीलाई चाहिँ त्यहाँ रोक्यो, नाकाबन्दी गर्यो। अहिले पनि 21 वर्ष पछाडि फेरि उयो आएको देखिन्छ भने यो ट्रान्जिट र ट्रिटीले चाहिँ वास्तवमा नेपालको दौत्य सम्बन्ध अथवा नेपाल र भारतसँग जुन छिमेकी मुलुकको सम्बन्धलाई वास्तवमा उसले उल्लङ्घन चाहिँ एकतर्फी रूपमा कहीँ कतै पनि गर्न पाउन्न भन्ने भनेको तपाईँको यो सर्वोच्च अदालतले अहिले अन्तरिम आदेश जारी गर्यो भने त्यो अन्तर्राष्ट्रिय अदालतसम्म जानको लागि एउटा दबाब पनि सिर्जना हुन्छ। हामी यो कुराकानी फेरि जोड्नेछौँ। हामीले संविधानविद डाक्टर चन्द्रकान्त ग्यावालीसँग कुराकानी गरिरहेका छौँ। केही समयको विश्रामपछि पुनः उपस्थित हुनेछौँ।